एक महिना अघि भाइलाई ज्यानभरि चिलाउन थाल्यो। उसले एलर्जीको औषधि किनेर पनि खायो तर निको भएन। 2 हप्ता अगाडिदेखि दाइ चाहिँलाई पनि चिलाउन थाल्यो। उसले एलर्जीको औषधि पनि खायो, चिलाएको ठाउँमा मलम पनि लायो तर पनि निको भएन। किन निको हुँदैन त? किनकि सधैँ यस्तो एलर्जी मात्र हुँदैन। कहिलेकाहीँ यो लुतो पनि हुनसक्छ, स्केबिज पनि हुनसक्छ। आज कुरा गरौँ है त। नमस्ते, म डाक्टर दीक्षान्त सिटौला, डर्मेटोलोजी रेजिडेन्ट। नेपालमा चाहिँ धेरैजनालाई ज्यानभरि चिलाएर लुतो भइरहेको हुन्छ। तर धेरै अवस्थामा चाहिँ लुतो नै हो भनेर निदान नभएर, डायग्नोस नभएर पेसेन्टले लामो समय दुःख पाउने गर्छ। आज लुतोको बारेमा कुरा गरौँ है त। लुतो के हो त? लुतो भनेको चाहिँ इन्फेस्टेसन हो। यसलाई चाहिँ सार्कोप्टिस स्केबी भन्ने एकदमै सानो माइक्रोस्कोपिक किरा माइटले गराउने गर्छ। यो पोथी किरा हाम्रो छालाको माथिल्लो लेयरमा यसले चाहिँ दुलो बनाउने गर्छ, बरो बनाउने गर्छ र त्यहाँ अन्डा पार्ने गर्छ। जब त्यो अन्डा ह्याच हुन्छ त्यसबाट नयाँ किराहरू, नयाँ माइटहरू निस्किने गर्छन्। यो किरालाई, यसको अन्डालाई हाम्रो बडीले, हाम्रो इम्युन सिस्टमले रियाक्ट गर्ने गर्छ। त्यही भएर चाहिँ एकदमै धेरै चिलाउने गर्छ। किन राति चाहिँ धेरै चिलाउँछ त? किनकि राति हाम्रो बडी वार्म हुन्छ, तातो हुन्छ र तातो टेम्परेचरमा चाहिँ यो किराहरू अझ धेरै एक्टिभ हुने गर्छन्। त्यसले गर्दाखेरि झन् धेरै चिलाउने गर्छ। अब कुरा गरौँ लुतो कसरी सर्छ त? यदि कसैलाई लुतो आएको छ भने उसको स्किनसँग हाम्रो स्किन कन्ट्याक्ट भयो भने, केही बेरको लागि कन्ट्याक्ट भए पनि लुतो सर्न सक्छ। लुतो भएको व्यक्तिसँग सँगै सुतेमा लुतो सर्न सक्छ। उसले लगाएको कपडा, युज गरेको टवेल अथवा बेडसिट वा अन्य कपडा युज गरेमा पनि लुतो सर्न सक्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ स्कुलमा, होस्टेलमा, कारागारमा, गुम्बामा, जहाँ चाहिँ धेरैजना एकै ठाउँमा बस्ने गर्छन् नि, त्यहाँ चाहिँ एकजनालाई लुतो भयो भने बाँकी सबैजनालाई पनि सर्ने जोखिम चाहिँ रहन्छ। लुतो के गर्यो भने सर्दैन त? लुतो हावाबाट सर्दैन, एउटै टोयलेट प्रयोग गरेर पनि लुतो सर्दैन र बोट बिरुवा भलाएको बोटलाई छोएर पनि लुतो सर्दैन। नेपालमा चाहिँ कमनली लुतो किन भइरहेको हुन्छ त? किनकि हामीहरू धेरैजना जोइन्ट फ्यामिलीमा बस्ने गर्छौँ, धेरैजना चाहिँ होस्टेलमा बस्ने गर्छौँ, एउटै रुममा धेरैजना बस्ने गर्छौँ। त्यही कारणले गर्दाखेरि ओभर क्राउडेड इन्भाइरोमेन्टमा बस्ने भएर यदि कसैलाई लुतो लागेको छ भने त्यो सबैलाई सर्न पनि सक्छ। र लुतोको लागि चाहिँ एलर्जीको एन्टिहिस्टामिनिक औषधि खाएर पुग्दैन। यो खाएर केही समयको लागि चिलाउन कम होला तर लुतो निको हुँदैन। त्यसै गरेर चिलाएको ठाउँमा मलम लगाएर मात्र पनि लुतो निको हुँदैन। लुतोको लागि चाहिँ यो किरालाई मार्ने औषधि नै आवश्यकता पर्छ। स्कार्बिसाइड औषधि आवश्यकता पर्छ र हामीले शरीरभरि नै लगाउनु पर्ने हुन्छ। वा यो किरालाई मार्ने औषधि, खाने औषधि पनि पाइन्छ, त्यो औषधि खानुपर्ने हुन्छ। लुतो भएपछि हामीले केही गल्तीहरू गर्छौँ उपचारको क्रममा, जसले गर्दाखेरि लुतो निको हुँदैन। ती गल्तीहरू, ती कमजोरीहरू के हुन् त? पहिलो कुरा हो एकजनालाई मात्र लुतोको उपचार गर्ने। यदि घरमा कसैलाई लुतो आएको छ भने उसको मात्र उपचार गरेर पुग्दैन। पुरै परिवार, पुरै व्यक्तिहरू जो लुतो आएको व्यक्तिसँग नजिकै बस्ने गर्छन् उनीहरू सबैको उपचार गर्नुपर्छ। होइन भने लुतो आएको व्यक्तिलाई उपचार त गर्यो तर उसले लुतोलाई उपचार गर्नुभन्दा अगाडि अरू कसैलाई सारिसकेको हुन्छ र त्यो व्यक्तिबाट फेरि उपचारपछि उसलाई सर्ने गर्छ र यो साइकल रिपिट हुँदै जान्छ, जसले गर्दाखेरि उपचार प्रभावकारी हुँदैन। अर्को चाहिँ उपचार त गर्यो तर आफूले लगाएको लुगाहरू, आफूले प्रयोग गरेको तन्नाहरू, बेडसिट, सोफाको खोल, मोजा, पन्जा, टवेल, ती कुराहरू नधोइकन फेरि लगायो भने उपचार गरे पनि ती लुगामा भएको किराले वा अन्डाले चाहिँ फेरि पनि शरीरमा इन्भेस्टेसन गराउने गर्छ। लुतो निको हुँदैन। र लुतो आएको बेलामा एलर्जीको एन्टिहिस्टामिनिक औषधि खाएर लुतो निको हुँदैन र स्टेरोइड मलमहरू लगाएर पनि लुतो निको हुँदैन। लुतोको लागि यसकै औषधि चाहिन्छ। लुतो आयो, यसको सही उपचार के छ त? लुतो सार्कोप्टिस स्केबी भन्ने किराले गर्दा लाग्ने हुनाले सबैभन्दा पहिला यो किरालाई मार्नको लागि स्कार्बिसाइडल मेडिकेसनहरू युज गर्नुपर्छ, जसमा खाने औषधि हुन्छन्। आइभरमेक्टिन भन्ने औषधि छ, लगाउने औषधि छ, पर्मेथ्रिन भन्ने औषधि छ। त्यो औषधि चाहिँ हामीले शरीरभरि नै लगाउनु पर्ने हुन्छ। त्यसलाई सर्टेन समय राख्नुपर्ने हुन्छ आफ्नो शरीरमा, त्यसपछि मात्र नुहाउनुपर्छ र त्यो औषधिलाई फेरि 1 हप्तापछि रिपिट गर्नुपर्छ। औषधि लगाएपछि
हामीले कम्तीमा पनि 3 दिन अगाडिको लुगा, बेडसिट, तन्ना, आफूले प्रयोग गरेका कपडाहरू सबै धुनुपर्छ र राम्रोसँग घाममा सुकाएर मात्र त्यो कपडाहरू लगाउनुपर्छ। होइन भने ती कपडामा 3 दिनसम्म पनि यो लुतो गराउने किरा बाँच्न सक्छ र फेरि तपाईलाई लुतो लगाउन सक्छ, लुतो लक्षणहरू देखाउन सक्छ। त्यही भएर कपडा धुनु पनि एकदमै महत्त्वपूर्ण छ। र उपचार गर्दाखेरि लुतो भएको व्यक्तिलाई मात्र उपचार गरेर पुग्दैन, परिवारका अन्य सदस्य जो त्यो व्यक्तिसँग नजिकै बस्ने गर्छन्, सँगै सुत्ने गर्छन्, उनीहरूको पनि एकैचोटि उपचार गर्नु आवश्यक हुन्छ र यो एकदमै महत्त्वपूर्ण कुरा हो। परिवारमा कसैलाई लुतो भएको जस्तो लाग्यो भने आफूलाई हुनबाट कसरी रोकथाम गर्ने त? सबैभन्दा पहिले चाहिँ लुतो हो कि होइन जाँच्नको लागि डाक्टरलाई देखाउने र लुतो रहेछ भने लुतोको औषधि स्टार्ट गरिहाल्नुपर्छ। उसलाई मात्र होइन, परिवारको सबैलाई स्टार्ट गरिहाल्नुपर्छ। र उसले युज गरेको कपडाहरू, बेडसिट, टवेलहरू सेयर गर्न हुँदैन। हामीहरू स्कुलमा छौँ, होस्टेलमा छौँ, सँगै बस्छौँ र एकजनालाई लुतो देखियो भने हामीले तुरुन्त रिपोर्ट गर्नुपर्छ, किनकि त्यो लुतो सबैमा फैलिन सक्छ, सर्न सक्छ। र कहिलेकाहीँ चाहिँ यस्तो अवस्थामा चाहिँ हामीले सबैलाई औषधि प्रयोग गर्नुपर्ने आवश्यक पनि हुनसक्छ। रोकथामको लागि सबैले औषधि खानुपर्ने आवश्यकता पनि हुनसक्छ। लुतो आयो भने डाक्टर कहाँ जानु आवश्यक छ त? सबैभन्दा पहिला चाहिँ लुतो हो होइन पत्ता लगाउनको लागि डाक्टरलाई देखाउनुपर्छ र सही उपचार पाउनको लागि पनि डाक्टरलाई देखाउनुपर्छ। औषधि कसरी प्रयोग गर्ने, कति समयमा प्रयोग गर्ने भन्ने कुरा थाहा पाउनको लागि पनि डाक्टरलाई देखाउनुपर्छ। यदि बच्चालाई लुतो भएको छ भने पनि डाक्टरलाई देखाउनुपर्छ। कहिलेकाहीँ चाहिँ लुतोको एकदमै सेभर फर्म पनि हुन्छ, जसलाई क्रस्टेड स्केबिज भनिन्छ, जसले गर्दा चाहिँ शरीरभरि नै एकदमै सेतो क्रस्टेड कत्ला जस्तो दागहरू देखिन सक्छ। त्यस्तो अवस्थामा अझ विशेष खालको उपचारको आवश्यकता पर्छ। त्यसको लागि पनि डाक्टरलाई देखाउनुपर्छ। लुतो आयो, कनाउँदा घाउ भयो र त्यो घाउ एकदमै पाक्यो, सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन भयो भने पनि डाक्टरलाई देखाएर एन्टिबायोटिकहरूको आवश्यकता पर्छ, त्यसको उपचार गर्नुपर्छ। त्यो भाइलाई सुरुमै लुतो भएको थियो, लुतो भएको थाहा पाएर उपचार गरेको भए दाइलाई सर्दैन थियो। त्यसैले यदि पुरै ज्यान चिलाउँछ, धेरै दिनसम्म चिलाउँछ, राति चिलाउने गर्छ र परिवारको अन्य सदस्यलाई पनि सर्न थालेको छ भने चाहिँ हामीले एकचोटि सोच्नुपर्छ कतै लुतो त होइन भनेर, र डाक्टरलाई देखाउनुपर्छ र सही उपचार सही तरिकाले गर्नुपर्छ। यदि तपाईहरुलाई यो भिडियो उपयोगी लाग्यो भने यसलाई शेयर गर्नुहोला, मलाई सब्स्क्राइब गर्नुहोला। फेरि भेटौँला अर्को भिडियोमा। नमस्ते।